धेरै धेरै धन्यवाद। त्यो माकुने दाजुलाई कसले हो कुनै मुद्दा हालेछ, साह्रै खुसी लाग्यो मलाई है। खुसीले खुट्टा भुइँमा छैन, आज मेरो कुर्सीमाथि बसेर भिडियो बनाइरहेको छु। हो, यस्तो चाहिँ गर्नुपर्ने हो खासमा चाहिँ होइन, यस्तो चाहिँ गर्नुपर्ने हो। अनि चाहिँ अलि के भन्छ, भरोसा हुन्छ मान्छेमा, व्यक्तिमा होइन। अब कसलाई चित्त नबुझेर हालेको हो कि खाना पाइन भनेर हालेको हो कि त्यो चाहिँ मलाई थाहा भएन गाइज होइन। तर जसले जस्तोसुकै कन्सेप्ट बनाएर, जसले जस्तोसुकै मेन्टालिटी बोकेर, जोसँग जसको जस्तोसुकै रेसिपी भए पनि आज माकुनेलाई जसरी मुद्दा हाले, त्यसरी नै बाबुराम प्रचण्ड, नाम पनि के हो, प्रचण्ड हो कि के पो हो नाम पनि, प्रचण्ड त ठ्याक्कै प्रचण्ड त होइन नि त, के पो हो नाम पनि होइन। केपी ओली, खड्गप्रसाद ओली, अनि अरू को छ यार, म त ठ्याक्कै जान्दिनँ। त्यो 70 करोडलाई पनि होइन, ठ्याक्कै यसरी नै हाल्नुपर्छ है, यसरी नै हाल्नुपर्छ। फ्याक्ट कुराहरू थाहा हुँदाहुँदै किन छोड्ने हो र भने, जनताको के भन्छ, जनताको सम्पत्ति खाएको त हुने होइन र। उसको बाउबाजेले, उसको सन्ततिले, हजुरबाले जम्मा गरिदिएको पैसा खाएको थोडी हो। त्यो भएको कारणले चाहिँ हामीले मरिमरि विदेशमा बसेर रेमिट्यान्स पठायो होइन, रेमिट्यान्स गरेको पैसाबाट कति ट्याक्सहरू काटेको हुन्छ हाम्रो घर परिवारले होइन। पुरा संसारको नेपालको मान्छेले तिरेको ट्याक्सबाट चाहिँ आज उनीहरूले चाहिँ यति हान्देकै हो, उति हान्देकै हो भनेर खुल्याम भनिरहेको छन्। त्यस्तोहरूलाई हान्ने हो क्या, त्यस्तोहरूलाई चाहिँ मुद्दा हाल्ने हो। टक्क मुद्दा हालेर नि यसरी लडाउनु पर्छ नि त। कसको चाहिँ यति बुद्धि आएको हो कुनै, धेरै 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 धन्यवाद, धेरै ठुलो काम। अब खोजी नीति गरौँ, सबैजनाको खोजी नीति गरौँ। जति जे जस्तो घुसहरू खाएको रहेछ भने पनि, जनताको पैसा जति लुटेको रहेछ भने पनि त्यो सबै निकाल्नुपर्छ। यो पार्टी चलाउनलाई यो के भन्छ, यत्रो झोलेहरू भनौँ न होइन। अस्ति भर्खर त्यो काण्ड आइरहेको थियो, झोले काण्ड। त्यो झोलेहरूलाई चलाउनको लागि त पैसा चाहियो। बिना पैसा त शब्दले मात्रै त कोही पनि अगाउँदैन होइन, शब्दले मात्रै त कोही पनि अगाउँदैन। अनि त्यो भएको कारणले चाहिँ यो सबै पैसाहरू कहाँबाट आएको होला भन्दाखेरि त्यही भ्रष्टाचार गरेको पैसा, यताबाट उता घुमाउने, उताबाट उता घुमाउने होइन, त्यही पैसाहरू आएको त होला नि। त्यो भएको कारणले अब ट्याक्कै मुद्दा हाल्नुपर्छ, खोज्दै मुद्दा हाल्दै यिनीहरूलाई लडाउँदै गर्नुपर्छ। नभए अरू केही उपाय नै रहेन रहेछ नि त। अनि कमसेकम कानुन पनि आफ्नो हातमा छ, अख्तियार पनि आफ्नो हातमा होला, अख्तियारका मान्छेहरू, न्यायाधीश पनि आफ्नो हातमा छ होइन, प्रधान न्यायाधीश पनि आफ्नो हातमा छ। संविधान त आफैले लेखेको, अनि अब कहाँ हुन्छ त। अनि त्यो भएको कारणले अब यस्तै तरिकाले चाहिँ यिनीहरूलाई होइन नाङ्गो बनाउनुपर्छ। अनि मात्रै यिनीहरूको चाहिँ अब छुट्टी हुन्छ जस्तो छ। नभए अरूले चान्सै नपाउने भयो नि होइन। ल ल ल ल ल धेरै खुसी लाग्यो है। कत्रो दिन पछाडि फेसबुक खोलेर यसो हेरेको त, ओहो रोइरहेको फोटो देखेँ म त। त्यो रोइराखे पनि म त खुसी भयो त, किन रोएछ भनेर होइन। सुरुमा त कस्तो लागेको थियो, के चाहिँ भएछ भनेर, तर होइन रहेछ। मुद्दा हालेको, भ्रष्टाचारको कुरालाई लिएर मुद्दा हालेको भएर चाहिँ रोगो रहेछ। राम्रो कुरा हो नि त होइन। यस्तै हुनुपर्छ, अरूलाई पनि यस्तै हुनुपर्छ है। ल ल ल ल ल ल धेरै धेरै धन्यवाद छ कसले हो कुनी, राम्रो काम गरेछ। धेरै धेरै खुसी छु म। ल ल ल।